हेलो साथीहरू, आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि ठिक छु। म चाहिँ आज एउटा कुरा भन्न आएको थिएँ हजुरहरूसँग। एकछिन सुनिदिनुहुन्छ मेरो कुरा। सबैजनाले फेसबुकमा पैसा आयो भन्नुभयो अनि त्यही भएर मैले पनि खोलेँ है, प्रोफेसनल मोड अन गरेँ। साँच्चै कसरी आउँदो रहेछ पैसा भनेर के को बरु 1-2 दिन ड्युटीबाट छुट्टी गऱ्यो भने बरु पैसा आउँथ्यो के को। फेसबुकमा त डेली एक दिन छुट्टी लिन्छु है भन्न पनि नमिल्ने है। फेसबुकमा त त्यस्तो कडा ड्युटी रहेछ हो कि होइन साथीहरू? हजुरहरूलाई कस्तो लाग्छ भनिदिनुहोस्। मलाई त यस्तै लाग्यो। प्रोसेस भनेर आउँछ अनि कति राम्रो फुल है। म चाहिँ बाटोमा हिँड्दैछु, देख्नु यति छ कि फेसबुकले विकली प्रोसेसमा यतिवटा यो दिएको छ है, त्यो कम्प्लिट गर्नु छ भनेर दिमागमा गइछ हो। त्यो सबै पुरा गर्नु पर्यो अनि नभए त सर्ट रेड कलर लगाइदिन्छ अनि के गर्नु हो कि नै। बनाउन नि गाह्रो छ, एउटा हातले मात्रै दुख्छ अनि धेरै लङ भिडियो भयो भने पनि साथीहरूले हेर्न झ्याउ मान्नुहुन्छ। एउटा हात चेन्ज गर्दै यस्तो गर्दै भिडियो बनाउनु पर्छ। कस्तो लाग्यो कमेन्ट गर्नु होला साथीहरू।